नमस्कार दर्शकबिन, आज पनि हामीले तपाईहरुको माझमा फेरि पनि नेक्स्ट पार्ट भिडियो लिएर हामी आइसकेका छौं। गाउँघर ब्लग हाम्रो युट्युब च्यानलमा फेरि पनि तपाईहरुको माझमा हामीले भिडियो लिएर आइसकेका छौं। अस्तिको जुन हाम्रो पार्ट 1 भिडियोमा चाहिँ हामीले एउटा जंगलमा बस्ने भाइको विषयमा भिडियो लिएर आएका थियौं भने जुन भाइलाई हामीले भेटाउन सफल भएका थिएनौं। आज यही जंगलमा हामी आइसकेका छौं। यो बिहानको समय हो। अरु टाइममा आउँदाखेरि चाहिँ भाइलाई नभेट्ने अनि त्यो जुन भाइ बस्ने भन्दा त्यो जुन घर थियो एउटा सानो जुन टहरा थियो त्यहाँबाट पनि अझै अन्तै ठाउँतिर चाहिँ बस्नु हुँदो रहेछ र कहाँ बस्छ के गर्छ केही जानकारी थिएन। आज जुन उसको घरमै गएर अनि केही कुराहरु बुझ्दाखेरि अनि आज चाहिँ जुन त्यो जंगलमा बस्ने जुन एउटा भाइको चाहिँ उसको पनि भाइ लाई चाहिँ हामीले केही परामर्श लिए अनुसार चाहिँ उहाँ चाहिँ अहिले चाहिँ जुन त्यही टहरामै बसिराखेको छ, जुन एउटा छाप्रोमै बसिराखेको छ भन्ने खबर पाइसके पछाडी हामीले भाइलाई समेत लिएर चाहिँ हामी अहिले जंगल प्रवेश गरिसकेका छौं र भाइ चाहिँ हामीले अगाडि पठाइसकेका छौं। किनभने अपरिचित मान्छेसँग चाहिँ उ डाइरेक्ट भेट्दाखेरि फेरि भाग्ने पो हो कि भन्ने किसिमले गर्दा उसकै आफ्नै भाइलाई चाहिँ हामीले अगाडि पठाइसकेका छौं। अब हामी हेर्छौं भाइलाई हामी आज पनि भेटाउने सकभर हामीले विश्वास छ। भाइलाई भेटाउँछौं पनि, तपाईहरुको माझमा पनि हामीले देखाउने छौं। आउनुस् हामी जान्छौं, अगाडि बढ्छौं। अब एकदमै सुनसान ठाउँ छ। अस्ति पनि तपाईहरुको माझमा मैले जानकारी गराइसकेका छौं। यो चाहिँ चितवन जिल्ला अनि राप्ती नगरपालिका वार्ड नम्बर 10 कावोर र डोङडाँडाको जुन 20 भागमा पर्ने एउटा सामुदायिक वन, जुन सामुदायिक वनको नाम हो सत्यदेवी सामुदायिक वन। अनि यो सामुदायिक वनको एकदम भित्री भागमा एउटा खोल्सा जस्तो, अनि त्यो खोल्साको पनि एकदमै भित्री भागमा चाहिँ बस्नु हुने भाइलाई फेरि पनि आज हामी खोज्न जाँदैछौं। जहाँसम्म लाग्छ आज चाहिँ हामीले भेटाउँछौं भाइलाई। यस्तो दिउँसो हिँड्न त डर लाग्छ, खतरा ठाउँ छ। यो माथि नै चिहान छ, मान्छे जलाउने गाड्ने जुन घाट छ हामी देख्न सक्छौं, आइसकेका छौं। हेलो भाइ, के छ? हो, धेरै दुःख पाइयो हामी त खोज्दा खोज्दा यार। अनि दाइ छ कि छैन? हो, ओहो भाइ के छ? ठीक छ? ल हेर्न सक्नुहुन्छ हामीले यहाँ देखिसकेका छौं। अस्ति पनि तपाईहरुको माझमा चाहिँ हामीले भिडियो देखाइसकेका थियौं, जुन यही टहरा हो। भाइ बस्न मिल्छ? ओहो, यस्तो चिसो ठाउँमा ओहो, यहाँ त यो के हो? यहाँ सुत्ने ठाउँ यही हो? यही हो। ल बस्न मिल्छ भाइ, बस्दिउँ न ल। अलि तलबाट हिँडेर आएको यार। यस्तो जंगलमा यार एक्लै बस्ने। आऊ भाइ यहाँ बस। अनि तिम्रो भाइ हैन? चाहिँ दाइ, उसको दाइ, तिम्रो भाइ। अनि भाइ अस्ति पनि हामी आएका थियौं यहीँनिर, अनि तिमीलाई भेटाएनौ। तिमी अब अझै पनि कतै जंगलतिरै थियो होला हैन? अनि हामीले भेटाएन। अनि भाइ, अनि यहाँ बसेको चाहिँ कति भयो? यहाँ बसेको भएपछि 4-5 महिना। यहाँ बसेको मात्रै 4-5 महिना? वर्ष जति। 4-5 वर्ष? 3-4 वर्ष भयो। 3-4 वर्ष भइसक्यो है? 3-4 वर्षमा अनि यही बस्ने हो? यही मात्रै बस्ने हो कि अन्त ठाउँमा पनि बस्नुहुन्थ्यो? यो बजार गोठमा बसेको पहिला फर्स्टमा आएर वहाँ बडारबाट कालीखोला चल्नु बस्यो, अनि बजार गोठमा यहाँ आए। ए, पहिला चाहिँ तलको कालीखोला भन्ने ठाउँमा त्यो जंगलमा बस्थ्यो, अनि अहिले चाहिँ फेरि त्यहाँबाट यहाँ माथि आइसके पछाडी चाहिँ अनि यहाँ माथिको गोठमा, अनि त्यहाँबाट पनि अहिले चाहिँ यतातिर हैन? यो ठाउँमा। ओहो, डर लाग्दैन भाइ यसरी बस्न? डर लाग्दैन? अनि भाइ डर लाग्दैन यहाँ बस्नको लागि? राति पनि यही हो बस्ने? राति पनि बस्छ दाइ। राति पनि बस्ने? अप्ठ्यारो नमान्नु भाइ है। अब किनभने हामी चाहिँ भाइको भिडियो लिएर चाहिँ अब हामीले एउटा थोरै सानो भिडियो लिउँ भन्ने हिसाबले हामी अस्तिदेखि नै भाइलाई खोज्दै थियौं।
अनि केही खाजाहरू पनि लिएर आएको थियौँ क्या हामीले अस्ति चाहिँ। आज चाहिँ हामीले केही पनि लिएर आएनौँ, किनभने अब भेट्छ कि भेट्दैन केही थाहा भएन क्या, त्यही भएर पहिला सुरुमा भाइलाई भेटौँ भन्ने हिसाबले हामी चाहिँ आएका छौँ। अनि भाइ यहाँ राति तर्साउने यताउति गर्छ कि गर्दैन? गर्दैन दाइ, राति नि तर्साउँदैन। अनि यहाँ माथि नै हो त चिहान, त्यो मान्छेको घाट पोल्ने जलाउने अनि गाड्ने घाट त यहीँ माथि हो त, तर पनि डर लाग्दैन? छुम्ने कता भएर कालिका जङ्गल बस्थे। पहिला पनि कालिका जङ्गलमा बस्नुहुन्थ्यो। अनि घरमा चाहिँ जान्छौ कि जाँदैनौ त नि? बेलुका भात खान जान्छ। ए बेलुका चाहिँ जान्छौ, बेलुका खाना खान चाहिँ जान्छौ। अनि सुनेको अनुसार चाहिँ अब पहिला पनि अब घरमा पनि त्यति नजाने अनि खाना पनि अब त्यति नखाने, यस्तै जङ्गलको चाहिँ कण्ठमूलहरू अब होइन फलफुलहरू खाएर बस्ने थियो अरे भन्ने कुरा सुनेका थियौँ। अनि अहिले चाहिँ घरमा बेलुका चाहिँ खाना खान जान्छौ भन्नुभयो। अब के थियो पहिला र अहिलेमा चाहिँ के कस्तो बितिरहेछ त दिनहरू? बेथहरू त होइन कसरी खाना खान जाने अहिले भन्नुहुन्छ नि त बेलुका पहिला पनि यसरी नै खाना खान जानुहुन्थ्यो कि अथवा चाहिँ होइन पहिला चाहिँ आज भोलि मात्रै जाँदैछौ कि अथवा पहिलादेखि नै जानुहुन्थ्यो घरमा चाहिँ? यो बजार घुम्नु बस्दै जान्थे अनि बिहान आउँदा चाहिँ चिरो ल्याउँथ्यो तलतिरबाट तिन चार। ए कहिले कसो चाहिँ जाने गर्नुहुन्थ्यो पहिला? हो बेलुका जान्छ। ए अनि अहिले चाहिँ बेलुका चाहिँ जानुहुन्छ होइन? जान्छ त। ल ठिक छ भाइ। अनि भाइ अलि अब यसो हामीले सुनेको आधारमा हामीले बुझेको आधारमा भाइसँग त हाम्रो भेटघाट त यो पहिलोचोटि हो, पहिलोचोटि भेट्दैछौँ। अस्तिको चोटि पनि हामी आउँदाखेरि चाहिँ भाइलाई भेटाइनौँ हामीले। अनि यो चाहिँ हामी पहिलोचोटि भाइलाई भेट्दैछौँ। हामीले एउटा अरू मानिसहरूबाट सुन्दाखेरि चाहिँ भाइ चाहिँ एउटा छटपटाउने बहुलाउने अनि यस्तो किसिमको पनि छ भन्ने सुन्नको आधारमा आएको थियो। अनि त्यो चाहिँ खास के हो भाइ? जस्तो कि यस्तो बहुलाउने अब चाहिँ छटपटाउने त्यस्तो भाइलाई हुन्छ? हुन्छ 12 वर्ष भएपछि हुन्छ। ए 12 को टाइममा चाहिँ हुन्छ? 12 वर्ष जति भाइलाई। 12 वर्ष जति भयो त्यस्तो भइराख्ने चाहिँ? भाइ यता आउ न त नि, यता पछाडि आउ त। यहाँ भाइको चाहिँ आफ्नै भाइ हो। आऊ भाइ यता बसौँ, यसो मिलेर बसौँ। अब बस्ने यस्तो चिसो ठाउँ रहेछ है। अब यो भाइ अब चाहिँ यत्रो वर्ष भइसक्यो यहाँ बसेको पनि है। अनि भाइलाई पनि केही कुराहरू सोध्छु म। अनि दाइको विषयमा पहिला के कस्तो हुन्थ्यो होइन? अब भाइ भए पछाडि त थाहा हुन्छ नि त केही कुराहरू त। अनि दाइलाई चाहिँ कस्तो हुन्छ त? अलि छटाउँछ कि छटपटाउने बहुलाउने हुन्छ? बहुलाउने हुन्छ। अलि उठिन्छ बहुलाउँछ कहिलेकाहीँ बेला बेलामा छुट्दा रहेछ। अनि भाइको चाहिँ एउटा अब है भाइहरूलाई अप्ठ्यारो नमान्नु, फेरि हामी यसरी आएर सोधिराख्दाखेरि चाहिँ दाइहरूले के सोध्यो के प्रश्न गर्यो भन्ने चाहिँ मनमा त्यो नलाग्नु। अब हामी पनि नजिकै दाइहरू हो होइन, हामी चाहिँ भाइहरूको गाउँभन्दा नजिकैको गाउँकै दाइहरू हो। अनि अब भाइ चाहिँ यसरी तिम्रो दाइ चाहिँ यसरी जङ्गलमै बस्छ भनेर चाहिँ हामीले सुने पछाडि हामी के कस्तो रहेछ त अवस्था, किन बस्नुको कारण जङ्गलमै बस्नुको कारण के हो भनेर चाहिँ हामी त्यो एउटा चासो भएको कारणले गर्दाखेरि चाहिँ हामी बुझ्न आइराखेका छौँ। अनि दाइ चाहिँ अब यस्तो बहुलाउने छटपटाउने चाहिँ अब भाइले भन्नुहुन्छ, दाइले तपाईँको चाहिँ दाइ तिम्रो चाहिँ दाइ होइन यति वर्ष भइसक्यो, जस्तै 12 वर्ष कति भयो भने होइन भाइ छटपटाउने बहुलाउने? 12 वर्ष भइसक्यो, धेरै वर्ष भइसकेको रहेछ। अनि के छ त अनि भाइ दाइको विषयमा कतैतिर अब डाक्टर मेडिकलतिर लाने, डाक्टरलाई देखाउने कामहरू भएको थियो कि थिएन? भएको थियो मानेन, फेरि मान्दैन। झाँक्रीबाट जाउँ भने मान्दैन, जाउँ भने मान्दैन, कहीँ जाउँ भने मान्दैन। भनेपछि मेडिकल जाउँ भन्दाखेरि पनि नमान्ने, अथवा चाहिँ अब कुनै धर्म अब जस्तै क्रिस्चियन मान्न चर्चमा जाउँ भन्दाखेरि पनि नमान्ने, अनि धामी झाँक्रीलाई चाहिँ देखाउन जाउँ भन्दा पनि नमान्ने। अनि भनेपछि दाइ जान नमानेपछि भाइहरूले त केही गर्नु त भयो होला नि त कतै? अब जस्तो कि अब यता धामी झाँक्री लाउने अथवा चाहिँ चर्चमा लाने कुराहरू के भएको थियो घर परिवारमा चाहिँ? हामी चर्चमा गएको थियो, अहिले छोड्यो। ए चर्चमा जानु भएको थियो अनि छोड्नु भयो? छोड्यो। अनि किन छोड्नु भयो? धेरै गएन, जम्मा 2 महिना गयो, छोड्यो। ए 2 महिना चाहिँ जानुभयो? गाउँले नजा भने त्यही भएर हामी छोड्दै। ल ठिक छ भाइ, अब त्यो एउटा आफ्नो धर्म हो अनि एउटा विश्वास हो होइन। तर भए पनि अब दाइको लागि चाहिँ एकदमै समस्या चाहिँ 12 वर्षदेखि नै भइराखेको रहेछ। अनि अब भाइलाई बुझ्छु म होइन दाइको विषयमा।
हजुर अनि दाइको चाहिँ अब मानसिक सन्तुलन एकदमै ठिक छ कस्तो हुन्छ व्यवहार घरमा आउँदाखेरि अब बेलुका बेलुका चाहिँ अहिले म जान्छु घरतिर भन्नुहुन्छ नि रातमा चाहिँ बस्नको लागि चाहिँ यहीँ फेरि पनि यही सहरमा यही अनि छापुरोमा चाहिँ आउँछु भन्नु भएको छ अनि के छ बेलुका घर आउँदाखेरि चाहिँ दाइको अवस्था कस्तो हुन्छ दाइलाई चाहिँ अब घरमा आइसके पछाडि कस्तो खालको चाहिँ व्यवहारहरू गर्छ दाइले दाइले व्यवहार अब खाना एक ठाउँ बसेर खाँदैन घरमा बसेर त खाँदैन अनि अलि यता गोठमा बसेर खान्छ खाना ए भनेपछि घर परिवारसँग पनि एक ठाउँमा बसेर खाना खानुहुन्न खाँदैन खाँदैन अलि छुट्टै बसेर खान्छ हामी घरमा बसेर खान्छ ऊ चाहिँ अलि यता गोठपट्टि बसेर खान्छ ठिक छ भनेपछि परिवारसँग पनि बसेर चाहिँ खानपिन एउटा गर्नुहुन्न दाइले चाहिँ गर्दैन ठिक छ अनि भाइ अब दाइ अब यस्तो अवस्थामा हुनुहुन्छ अब हेर्दाखेरि यहाँ त जङ्गलको चाहिँ एकदम अनकन्ट्रोल ठाउँमा हो जङ्गलको पनि एउटा भित्री भागमा चाहिँ बसेको छ अनि दाइको अवस्था बुझ्न चाहिँ घर परिवारबाट भाइहरू कति आउने गर्नुहुन्छ त्यो ठाउँमा यहाँ बुझ्नलाई त आउँछ मामाहरू आउनुहुन्छ मामाहरू पनि आउनुहुन्छ मामाहरू आउनुहुन्छ अनि साथीभाइहरू आउनुहुन्छ यहाँ गाउँघरको यसो हेर्न आउँछ कहिलेकाहीँ ठिक छ अब यहाँ बस्नलाई त एकदमै खतरा ठाउँ हो होइन अब हामीले चाहिँ यो जङ्गलको ठाउँमा चाहिँ अलिकति वन्यजन्तुहरूको पनि अलिकति डर हुन्छ होइन त अनि त्यो कारणले गर्दाखेरि भाइको अवस्था हेर्दाखेरि चाहिँ एकदमै अब स्थिति यो ठाउँमा बस्नु हुँदो रहेछ एकदमै स्थिति गाह्रो छ भाइको बस्नका लागि चाहिँ अब यो चाहिँ घर यो एउटा घरै भनौँ भाइको लागि चाहिँ हामीले हेर्दाखेरि एउटा छाप्रो टहरो जस्तो देखिन्छ अब यहाँ पानी पर्यो भने त पानी पनि चुहिन्छ हिजो अस्ति यत्रो वर्षा पानी पर्दाखेरि अब तिम्रो दाइ होइन कसरी बस्यो यो ठाउँमा एकदमै हेर्दाखेरि पनि गाह्रो छ अनि पानी त सबै भित्र नै चुहिन्छ होइन त भाइ ठिक छ भाइ अब भाइको लागि हामीले केही गर्न नसके पनि एउटा प्लास्टिक होइन यो अब यहीँ बसे पछाडि चाहिँ अब किनभने फेरि दाइको लागि त भाइसँग पनि हामीले केही परामर्शहरू अथवा चाहिँ केही सल्लाह सुझाव लिएर नै काम गर्छौँ अब हामी पनि अब सबै कुरो चाहिँ यो जङ्गलमै बस्नका निम्ति चाहिँ हामी चाहिँ अब त्यो खालको चाहिँ वातावरण गरिदिन सक्दैनौँ किनभने अब जङ्गलको पनि एउटा सिस्टम नेम होला अब भाइ यसरी नै धेरै वर्षदेखि नै यो ठाउँमा चाहिँ बस्दै आएको पहिला चाहिँ कालीका जङ्गलमा बस्थ्यो काली खोलामा भन्ने कुरा छ त्यसपछि आएर चाहिँ यहाँ जङ्गलको चाहिँ एउटा घर जस्तो एउटा गोठमा बस्थ्यो भन्ने कुरा गर्नुभयो अनि त्यो त्यस पछाडि चाहिँ यहाँ बसेको पनि कति भयो र भाइ यहाँ बसेको चाहिँ यही ठाउँमा बसेको चाहिँ 3-4 वर्ष भइसक्यो है यहीँ बसेको मात्रै भनेपछि अब यहाँ बसेको अवस्थामा हेर्नु पर्दाखेरि अब कसरी बस्यो होला भन्ने लाग्छ हुन्छ अब हामीले चाहिँ यहाँ प्लास्टिक यो अब बस्नको लागि हालसालैको लागि पानीको लागि चाहिँ अलिकति भाइको लागि समस्या नहोस् भनेर चाहिँ हाम्रै गाउँघर भ्लग युट्युब च्यानलबाट चाहिँ थोरै प्लास्टिकहरू चाहिँ सहयोग गर्छौँ र अब हाम्रो दर्शकबिनहरूले पनि अब भाइको अवस्थालाई बुझेर अब यहाँ यो जुन भाइ छ यो जङ्गलमा बस्ने त्यो भाइको चाहिँ फेरि पनि आफ्नै भाइ तिम्रो नाम चाहिँ के होला भाइ रमेश सुनार अनि दाइको नाम राजकुमार सुनार अनि हामी चाहिँ रमेश सुनारको चाहिँ फोन नम्बर स्क्रिनमा हामी छोड्नेछौँ तपाईँहरूले चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ भाइलाई पनि तपाईँहरूले पनि हृदय मन खोलेर चाहिँ सानो सरसहयोग गर्न सक्नुहुन्छ त्यस कारणले गर्दा अब भाइको लागि अब हामीले सबै कुरा त गर्न नसके तापनि अब भाइको अवस्था बुझ्न पर्दाखेरि चाहिँ 12 वर्षदेखि चाहिँ एउटा छटपटाउने बहुलाउने जुन समस्याहरू छ त्यो चाहिँ अब मेडिकल रिपोर्ट अनि अथवा चाहिँ के भएको हो कि भन्ने कुरा चाहिँ त्यो विषयमा पनि हामीले बुझ्न पर्ने हुन्छ डाक्टरसँग सरसल्लाह लिनुपर्ने हुन्छ यो विषयमा चाहिँ अब भाइहरूले कसरी के गर्नुहुन्छ फ्यामिली परिवारले होइन त्यो विषयमा चाहिँ हामी पनि केही कुराहरू चाहिँ फ्यामिली हुन्छ अनि यो जुन हाम्रो भाइको परिवार फ्यामिलीको पनि चाहिँ घर एकदमै अब घर परिवार नाजुक स्थितिमै हुनुहुन्छ जहाँसम्म लाग्छ के छ कस्तो छ अवस्था हामीले पनि फ्यामिली परिवारसँग चाहिँ अब भेटेका छैनौँ अब भाइलाई भेटौँ हामीले जुन भाइको चाहिँ यही जङ्गलमा बस्ने भाइको पनि आफ्नै भाइलाई चाहिँ हामीले भेटाएका छौँ रमेश सुनार अब हाम्रो दर्शकबिनहरूले पनि अनि जुन हृदयदेखि नै सकेको सहयोग गरेर जुन अघि पनि हामीले स्क्रिनमा चाहिँ जुन रमेश सुनार भाइको चाहिँ नम्बर राखेका छौँ तपाईँहरूले
कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अनि भाइको लागि पनि जुन एउटा मानसिक अलिकति यसो बुझ्दाखेरि केही मानसिक समस्याहरू पनि हो कि भन्ने लाग्छ, तर के हो हामी त्यसपछिको चाहिँ बाँकी कुराहरूमा हामी बुझ्छौँ फेरि पनि पछिका दिनहरूमा। अनि हाम्रो दर्शकबिनहरूले पनि जुन यो भिडियो हेरिसके पछाडि सम्पूर्ण माझमा सेयर गरिदिनु होला। भिडियोहरू सेयर गरेर चाहिँ यो भाइको निम्ति के गर्न सकिन्छ भने हाम्रो स्क्रिनमा चाहिँ रमेश सुनार भाइको नम्बर हामी राखेका छौँ। धन्यवाद। आज हामी जुन ठाउँमा आयौँ, जुन भाइलाई चाहिँ हामीले यो ठाउँमा चाहिँ भेट्न सफल भयौँ। सायद हामी मात्रै आएको हो भने हामीले आज पनि भेट्न सक्दैनौँ थियौँ होला। जुन भाइको पनि आफ्नै भाइ रमेश सुनारलाई लिएर आएपछि चाहिँ हामीले भेट्न सफल भयौँ। अब हामीले हाम्रो युट्युब च्यानल पनि अलिकति कमजोर स्थिति भएको कारणले गर्दा हामीले पनि सकेको सहयोग गर्छौँ भाइहरूको लागि, जुन यहाँ बस्ने भाइको लागि। र जुन हामी पनि एकदमै अब नाजुक अवस्था, हाम्रो युट्युब पनि राम्रोसँग अलिकति अगाडि बढ्न सकिराखेको छैन। त्यस कारणले गर्दाखेरि चाहिँ हामीले पनि अब यो टहराको निम्ति, अरू त नभनौँ, सामान्य यो टहराको निम्ति चाहिँ हामीले प्लास्टिक छाउने व्यवस्था चाहिँ गरिदिन्छौँ। र भाइ पनि जुन दाइ त अब जान सक्नुहुन्न होला, अब यहीँ बस्नुहुन्छ, अब घरमा अब बेलुका मात्रै जान्छु भन्ने कुरा चाहिँ भन्नुभएको छ। अब अरू टाइममा त जङ्गलमै समय बिताउने रहेछ। अब भाइ चाहिँ हामीसँग जान सक्नुहुन्छ। अनि प्लास्टिकको लागि चाहिँ के छ भाइ, तिमी जान्छौ बजार, जान सक्छौ? नजाने भाइ चाहिँ अलिकति। भाइ एकचोटि हाम्रो चाहिँ दर्शकबिनलाई चाहिँ यसो अनुहार देखाइदिनुहोस् त। ल ठिक छ। अब भाइ चाहिँ अब अलिकति बजार जान म सक्दिनँ भन्नुभएको छ। हाम्रो उहाँको भाइ रमेश सुनारलाई चाहिँ लिएर जङ्गलमा गएर अनि यो टहराको निम्ति चाहिँ हजुर प्लास्टिक हजुर यहाँ गएर पर्छ, यहाँ अर्को पर्छ। भइ पनि योलाई चाहिँ अलिकति उच्च गरेर के भने त्यो अलिकति त्यो यो भागलाई चाहिँ अलिक माथि जस्तो गरेर अनि यसलाई अलिकति यस्तो कि यता झर्ने व्यवस्था गर्नु पर्यो। हामी प्लास्टिक चाहिँ पठाइदिन्छौँ भन्नु खोजेको भाइ। यतिकै हुन्छ प्लास्टिक, भाइले लिएर आउँछ नि त। प्लास्टिक चाहिँ जसरी पानी चुहिन्छ जसरी नि पानी चुहिन्छ होइन, गरियो भने चाहिँ गर्न सकिन्छ कि भन्ने कुरा हो। हाम्रो भाइ छ नि त भाइ। दर्शकबिन अब हेर्नुहोस्, अब हामीले चाहिँ उहाँलाई चाहिँ प्लास्टिक सहयोग गर्छौँ भनेको उहाँले भन्नुहुन्छ मिल्दैन, छाउन मिल्दैन पनि र मलाई पर्दैन पनि भन्नुहुन्छ। सायद किन हो खास कुरा चाहिँ हामी पानी आउँछ गाह्रो छ, भित्रबाट नि पानी आउँछ है। अनि किन त यही ठाउँमा बस्नुपर्छ, अन्त बस्दा हुँदैन र? यहीँ बस्न पर्ने हो र, अन्त बस्न मिल्दैन? अलिकति माथि भागतिर यहाँ त अनि खोला आयो भने भलबाडी गयो भने त अनि भेट्छ त अनि भाइ के गर्ने त? अनि कि घरमा बस्छौ कि नबस्ने, घरमा पनि नबस्ने अनि चाहिँ जङ्गलमै बस्ने? अनि अलिकति राम्रो ओबानो ठाउँमा बनाउनु पर्छ नि त भाइ, बस्ने ठाउँ पनि। मान्छेले देख्ने, मान्छेले लखट्ने गर्छ होइन नि भाइ, त्यस्तो गर्दैन नि त। यस्तो जङ्गलमा मान्छे त त्यति आउँदैन यो ठाउँतिर। हामी त अस्ति नै आउँदाखेरि पनि एकदमै कस्तो ठाउँ के हो भन्ने कुरा लागिराखेको थियो। मान्छे आउने गाह्रो छ यो ठाउँतिर। आइपुगे पनि भाइलाई त्यस्तो चाहिँ भाइलाई समस्या हुने काम त गर्दैन होला? यही हुन्छ तिमीलाई मन परेको यही ठाउँ? हेर्नुहोस् अब यहीँ बस्छु म, यो ठाउँ बाहेक अन्त म जाँदिनँ, म बस्दिनँ। अन्त बस्यो भने मान्छेले देख्छ, मान्छेले मलाई चाहिँ अब लखेट्ला भन्ने कुरा गर्नुहुन्छ भाइले। अब यहाँ ठाउँ हेर्दाखेरि, यो ठाउँ बुझ्दाखेरि चाहिँ एकदमै गाह्रो छ, बस्नलाई पनि एकदमै समस्या छ। भित्रबाट पनि पानी आउने जस्तो देखिन्छ, एकदमै चिसो ठाउँ, बस्नलाई पनि एकदमै डर। यो जुन टहराको छानो माथिको भाग हेर्दाखेरि पनि एकदमै चाहिँ अब पानी चुहिने भाग जस्तो देखिन्छ। भाइलाई हामीले भनेको चाहिँ हामी मान्दैनौँ, म यहीँ बस्छु, म कतै पनि जाँदिनँ भन्नुहुन्छ। तैपनि हामी चाहिँ उसको फ्यामिली परिवारसँग केही कुराहरू बुझेर केही गर्न सक्छौँ भने हामी गर्ने प्रयत्न पनि गर्छौँ। र तपाईँहरूले पनि जुन यो भाइको लागि रमेश सुनारको दाइ, राम सुनार भने होइन, राजकुमार सुनार जुन चाहिँ जङ्गलमा बस्ने भाइ, यहाँलाई अनि खानेकुराहरू चाहिँ केही खानुहुन्छ कि? खान्छ, चिम्ची ल्याएर खान्छ दाइ।
चिनी चिउरा ल्याएर खानुहुन्छ? 3-4 किलो यतै यो तलतिर गाउँमा बडातिर। तलतिर गएको बेलामा चिनी चिउरा लिएर आउनुहुन्छ हो अनि बेलुका बेलुका चाहिँ घर जानुहुन्छ। जान्छ। अरू टाइममा चाहिँ जङ्गलमै बस्नुहुन्छ हो? कहिले काहीँ जान्छ कहिले काहीँ जान्न गर्छ। कहिले काहीँ जाने कहिले काहीँ चाहिँ नजाने। अब समस्या यस्तो छ। हुन्छ हामी त्यसो भए चिउरा किनेर पठाइदिन्छौँ ल भाइलाई। किन हामीले दिएको पनि नखाने? त्यसो भए हामी चाहिँ अब भाइलाई भन्छु कि आफै गएर किनेर खानुहोस् न त है। हामी थोरै पैसा दिन्छौँ। अब धेरै त हामीले अब यस्तो गर्नु भनेर चाहिँ हामी पनि भन्न सक्दैनौँ। हामीसँग भएको त्यो जति छ त्यो भाइलाई दिन्छौँ। अनि त्यसपछि भाइ आफै चिउरा ल्याएर अनि किनेर खानु न त है। हुन्छ हुन्छ दर्शक पनि उहाँले भन्नुहुन्छ हामीले चाहिँ दिएको चिउरा अथवा चाहिँ केही खानेकुरा ल्याइदियो भने चाहिँ म खाँदिनँ, म आफै गएर मात्रै ल्याएर खाने गर्छु भन्नुहुन्छ। अब उहाँ भाइ पनि यही छ रमेश भाइ। के छ हामीले दिएको कुरा केही खानुहुन्न दाइले? खानुहुन्न। उहाँ आफैले आफै गएर किनेर खान्छ। आफै गएर पैसा छ भने पसलमा गएर किनेर ल्याएर खानुहुन्छ? आफ्नै बिन्दास पारेर खान्छु। आफ्नै पारामा? आफ्नै पारामा। अरूले नखाने। भनेपछि परिवारले ल्याइदिएको पनि खानुहुन्न? त्यो बेलुका चाहिँ खाना चाहिँ घरमा आएर त्यो पनि अलिक टाढै बसेर खानुहुन्छ? घरमा परिवारसँग बसेर खाँदैन, अलिक परे बसेर खान्छ। परिवारसँग पनि बसेर खाँदैन। अनि हामीले सुनेका थियौँ पहिला चाहिँ दाइले चाहिँ तलतिर बजारतिर गएर पनि कामहरू गरेर होइन एउटा ज्याला मजदुरी गरेर चाहिँ काम गर्नुहुन्थ्यो भन्ने सुनेका थियौँ। अनि कसरी चाहिँ काम लगाउँथ्यो त दाइको लागि? केही जानकारी छ भाइलाई? केही जानकारी छैन। त्यो बगानको काम गर्न जान्छ अनि खै मल बोक्छु भनेको अरे कोही बेला मल बोक्छ कोही बेला त्यो भकार सोर्छ। तलतिर गएर चाहिँ अरू मानिसहरूको चाहिँ मल बोक्ने अनि खेतको कामहरू गर्नुहुन्थ्यो दाइले। अनि भाइ के छ त नि तलतिर काममा जानुहुन्थ्यो पहिलातिर? जान्छ दाइ। जानुहुन्छ? अनि के छ त नि अनि भाइलाई चाहिँ त्यो मेहनत परिश्रम गरे बापत चाहिँ पारिश्रमिक कति दिन्थ्यो त? ज्याला कति दिन्थ्यो? यस्तो मल बोकेको त्यो मलहरू राखेको दाइ 600 दिन्छ। ए मल बोकेको मल असार दिएको मलहरू राखिदिएको चाहिँ 600 दिनुहुन्छ? 600-700 दिन्छ। 600-700 दिन्छ। के छ अनि अब भनेपछि हाम्रो बुझाइमा चाहिँ भाइले भन्नुभएको आधारमा अनि ज्याला मजदुरी गरिसके पछाडि चाहिँ जुन परिश्रम पाउनु पर्ने जुन रकम छ होइन एउटा आफूले गरेका दुःख मेहनतको परिश्रम छ अनि भाइले भन्नुहुन्छ मलाई 600-700 रुपियाँ मात्रै दिने गर्छ भन्ने कुरा चाहिँ सुन्छ। के छ भाइ बिहानदेखि बेलुकासम्मको त्यही 600-700 मात्र हो? बिहानदेखि बेलुकासम्म? बिहानदेखि बेलुकासम्म गरेको चाहिँ मात्र 600-700 दिनु हुँदो रहेछ भाइलाई। अब के छ अहिले मजदुरी गरे बापत चाहिँ एउटा मजदुरी गरे बापत ज्याला कति पाउने हो पारिश्रमिक कति पाउने हो त्यो कुराहरूमा चाहिँ यदि भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँहरूको ठाउँतिर पनि यो भाइ कदापि कुनै समयमा पुग्नु भयो भने काम गर्नु भयो भने चाहिँ अब अरूले पाउने सहदरमा ज्याला चाहिँ पारिश्रमिक चाहिँ दिदिन होला भन्न पनि चाहन्छौँ हामी। भाइलाई आज भेट्यौँ हामी। अब भाइको लागि चाहिँ हामीसँग भएको केही कुराहरू चाहिँ अब जस्तै गएर पसलमा केही खानेकुरा किनेर खानु होला थोरै पैसा दिन्छौँ हामी। अनि त्यसपछि अब भाइले ल्याइदिएको पनि खानुहुन्न रहेछ। भाइ आफै जानुहुन्छ नि बजार? आफै जान्छु। के हामीसँग जानुहुन्छ अहिले? नजाने? हामीसँग पनि नजाने? काउरसम्म जानुहुन्छ कि? तल काउरसम्म जानुहुन्न? ठामटारमा जाने हो त भाइ? भनेपछि हामीसँग चाहिँ उहाँ जान चाहिँ अस्वीकार गरिसक्नु भएको छ। हामीसँग चाहिँ नजाने भन्ने कुरा छ। अब उहाँ चाहिँ एक्लै जानुहुन्छ केही खानेकुरा लिन जानु परे पनि। अनि जङ्गलमा चाहिँ केही कुराहरू खानुहुन्छ त? जङ्गलको चिजहरू जङ्गलमा केही खानुहुन्न? अब यसो सुनेको थियौँ कि हामीले चाहिँ जङ्गलको पनि कण्ठफुलहरू होइन कण्ठमूल अब के हुन्छ फलफुलहरू चाहिँ खाएर पनि बसिन्छ भन्ने कुरा चाहिँ पहिला सुनेको थियौँ। यही आधारमा हामीले पहिला पनि थोरै भिडियोहरू बनाएका थियौँ होइन। अब भाइलाई चाहिँ आउँदाखेरि हामीले भेट्न सफल भएनौँ। अनि के छ त अनि अरूले भनेको मात्रै हो कि भाइले अब हामीसँग चाहिँ अब यसो डर मानेर अब भन्नुभएको हो कि
के खानुहुन्थ्यो कि हुन्थेन भन्नुहोस् त आज जङ्गलको चाहिँ एउटा फलफुलहरू हुन्छ नि खानु म चिनी चिनी खान्छ 3-4 किलो चिनी चिनी हुन्छ त्यो खान्छ ए भनेपछि भाइले आफैले मात्रै बजारमा गएर खानेकुरा लिएर खान आउँछ हैन चिनी चिउरा मात्रै खानुहुन्छ ल ठिक छ भाइ हामीले चाहिँ भाइले के भन्छु भने यो ठाउँमा बस्न चाहिँ एकदमै जोखिम छ है भाइ बुझ्नुपर्छ अब जनावरहरू जङ्गलको जनावरहरूको पनि डर हैन अब यहाँनिर त अब त्यस्तो अब ठुलो जनावर त नभनौँ सानो अब त्यस्तै बाघहरूसम्म चाहिँ आइपुग्छ भन्ने कुरा चाहिँ सुनेको छ हरिण मृगहरू त हामी प्रशस्त पनि पाउँछौँ यो जङ्गलमा तर बाघहरू चाहिँ हामीले हमेसा देखेका छैनौँ तर पनि बेला बखतमा आउँछ भन्ने कुराहरू चाहिँ सुनेको छ भाइ एकदमै आफ्नो सुरक्षा गर्नु होला र म के भन्छु भने हामी चाहिँ के भन्छौँ भने भाइ अब यसरी चाहिँ यहाँ बस्नु चाहिँ उचित छैन अब कसरी हुन्छ यो ठाउँबाट बरु अलिकति राम्रो अलि ओबानो ठाउँमा बस्नु भयो भने धेरै राम्रो हुन्थ्यो अथवा चाहिँ फ्यामिली परिवारसँगै बसेर पनि अब अलिकति राम्रो हुन्थ्यो अब हुन्छ आज चाहिँ हामी यहाँबाट लाग्छौँ भाइ है भाइ अब दाइको लागि चाहिँ अब यसो बुझ्दै गर्नु होला समयहरूमा अब हाम्रो दर्शकबिनहरूले पनि जुन यो भाइको अवस्था देखिसक्नु भएको छ अनि बुझिसक्नु भएको छ हामीले केही परामर्शहरू पनि लिइसकेका छौँ भाइबाट र तपाईँहरूले पनि यदि सहयोग गर्न चाहनुहुन्छ भने जतिजनाले भिडियो हेर्दै हुनुहुन्छ तपाईँहरूले पनि अनि भाइलाई सम्पर्क गरेर भाइको परिवारसँग सम्पर्क गरेर अनि उहाँकै भाइ रमेश सुनारलाई पनि सम्पर्क गरेर चाहिँ सकेको सहयोग गर्न सक्नुहुन्छ भन्दै अब तपाईँहरूको माझमा अब हामीले अब नेक्स्ट पार्ट 3 भिडियो लिएर आउनेछौँ अब त्यसपछि चाहिँ हामीले के गर्यौँ कस्तो भयो भाइको अवस्था फेरि पनि हामी बुझ्न आउनेछौँ यो ठाउँमा भन्दै अब चाहिँ यहाँबाट हामी जानुपर्छ हस् धन्यवाद